धुली धर्दा हेलमेट र मास्क लगाएर एकदम सेफ्टी भएको छ। एकदम धेरै धुली छ। हिँड्नु लागि नै उठ्यो हुने हौ। तपाईँलाई देखाउँछु ल। गाडीको आमा धुलीले हेर्नु पुरा फसेर हेर्नु त गाडीहरू। मान्छे छैन त्यहाँ। ए तपाईँ हिँड्नु न, आइज न। मान्छेहरूको अवस्थै छैन पुरा। मलाई के रे थाहा छ, जति पनि ढाक्न एकजना आन्टीले के जति पनि ढाक्न अनुहार त सबै धुलीले भर्ने हो भन्नुहुँदैछ। सबै कसैको मुख पुरा सेतो भइरहेछ, धुलीले पुरा खत्तम भएको छ। मद्दत गर्नुको अनि यही के भन्छ बहिनी चाहिँ सेन्डल हातमा बोकेर यहाँ चाहिँ बिचारा यस्तो भइरहेछ होइन। भाइले मद्दत गर्नु जानुभएको छैन। त्यो हुँदैन गट्टै भयो ऊ बिचारा। ब्रेक करके थोड़ा घुराइए तो